जस्ट ट्रान्जिसन भनिन्छ। अब यो जस्ट ट्रान्जिसनको बारेमा हाम्रो सरले अहिले विस्तृतमा जानकारी दिनुहुन्छ। खालि मैले यो चित्रले के बुझाउन खोजेको भने यसलाई घटाउनको लागि भने यसरी यता जाँदै गर्दा पनि सबैभन्दा बढी जाउ गर्ने भन्ने चाहिँ ट्रेड युनियनको अबको मुद्दा हुनुपर्छ। पहिला हामी कलेक्टिभ बार्गेनिङ गर्दा के कुरा गर्छौँ त भन्दा तलबको है टाइमिङको कुरा गर्छौँ भने त्यो सँगसँगै अब हामीले जल्दी जोड्नुपर्छ। तपाईँको सरसफाइ क्षेत्रमा काम गर्नुको कुरा गर्नुहुन्छ भने पहिला एउटा मार्क्स दिन्थ्यो भने एउटा मार्क्सले पुग्थ्यो, हो कि भन्नुहोस् त। अहिले तपाईँ बिहान लगाएको मार्क्स दिउँसो लगाउन सक्नुहुन्छ? काले मार्क्स लगाइ जानु हो भने त्यो गाडीले फट एकचोटि पायो भने पुरै काले हुन्छ कि। म घर जाँदा कतिचोटि यति मेरो मुख कालै भएको छ, यति हेलमेटै छोड्दो रहेछ। अब अहिले तपाईँ आज लगाएको भोलि लगाउन सक्नुहुन्छ? कन्जम्सन बढायो कि तपाईँको कमाएको पैसा बचत त कता गर्ने वितरणको कुरालाई एडिसीमा राखेको छ, तर जुन रूपले राख्न पर्ने त्यो किसिमले राखिएको छैन। भनौँ न 100जना अरू क्षेत्रको भएको र 2जनाले बोकेर पुग्छ। जस्ट ट्रान्जिसन आयो तर जुन लेभलमा आउनुपर्ने आएन। क्लाइमेट चेन्जमा पनि एकसँग जस्ट ट्रान्जिसन हुनुपर्छ भन्ने लेखा छ, तर त्यो जस्ट ट्रान्जिसन हुनुपर्छ भन्ने लेख्नेलाई पनि थाहा छैन होला कि जस्ट ट्रान्जिसन के हो। किनभने सबैले टेक्निकल